यो चिसो चिसो मौसममा आज हामी पनि इस्कुसको मोमो खानलाई तयारी गर्दैछौँ। अनि हजुरहरूले के खाजा खानुभयो त? हामीले चाहिँ इस्कुसलाई तासेर यसरी कोर्यौँ अनि अदुवा त्यस पछाडि पनिर हालेर घिउले झान्छौँ। सबैको आफ्नो आफ्नो बेग्लै बेग्लै तरिका हुन्छ हैन। हाम्रोमा चाहिँ प्रायः सात्विक मात्रै भान्साघरमा प्रयोग हुने भएको हुँदा हामीले यसमा प्याज लसुन केही पनि प्रयोग गरेको छैनौँ। अनि घिउले झानेपछि रेडी भयो। पनिर धेरै हालेपछि चाहिँ मिठो हुन्छ जस्तो लाग्छ र मिठो हुन्छ पनि हाम्रो लागि चाहिँ। हजुरहरूले कसरी बनाएर खानुहुन्छ? आजको हाम्रो यो जाडो दिनलाई सदुपयोग गरेर बिदाको दिन भनेर अनि आटाको शुद्ध सात्विक इस्कुसको मोमो यसरी तयार गरेर सबैजना परिवार मिलेर हाँसी खुसी गफ गर्दै 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 यसरी खायौँ। अनि हाम्रो 93 वर्षको हजुरआमालाई पनि बाष्प पकवानै यो चाहिँ भनेर खुवायौँ पनि, मिठो मानेर खानु पनि भयो। थ्याङ्क यू एभ्रिवान। इस्कुसको मोमो डे इन कोइला चुला।